म लाक्पा तामाङको सम्पूर्णलाई नमस्कार। म हिजो पनि हर्क साम्पाङको समर्थक थिएँ। म आज पनि हर्क साम्पाङको कामको सम्मान गर्छु। म फेरि पनि भन्छु, हर्क साम्पाङको श्रम अभियान एकदमै राम्रो छ। श्रम म पनि गर्छु, तर उहाँसँग मेरो विचारको चाहिँ अलिकति विमति हो के, मेरो विरोध होइन। पछिल्लो समय उहाँले पार्टी खोलिरहँदाखेरि मैले बधाई दिएको छु, शुभकामना दिएको छु, तर अलिकति जातीय र धार्मिक कुरामा चाहिँ यो अलिकति समावेशिता हुनुपर्छ है भन्ने मात्र मेरो सुझाव थियो के। 5 जना पदाधिकारीमा सबै राई र तामाङ मात्र छन्, प्रवक्ता 1 जना गुरुङ। 16 जना केन्द्रीय सदस्यहरूमा 13 जना त जनजाति समुदायका मात्र छन्, 3 जना क्षेत्रीयहरू छन्। जम्मा 21 जना कार्य समितिहरूमै मैले के भने कम्तीमा पनि पदाधिकारीमा 1 जना बाहुन राखियोस्, क्षेत्री राखियोस्, दलित राखियोस् है, पिछडिएका जातिबाट राखियोस्। अनि यसरी सबै जातिको सबै धर्मको केन्द्र कमिटी बनाइसके पछाडि त्यहाँ समावेशिता हुन्छ है भनेर सुझाव पो दिएको थिए त। यति सुझाव दिएको अब म हर्क साम्पाङको विरोधी भए। हेर्नुस् न कार्यकर्ताहरू कस्ता छन्। अश्लील शब्दमै यति गाली गरेको छ, मलाई यति गाली गरेको छु। मैले यहाँ इनबक्समा मेसेज देखाउनु हो भने नि यो पढि नसक्नु छ के। तपाईले संस्कृतिको कुरा गर्नु भएको छ, आफ्नो कार्यकर्तालाई संस्कार पनि दिनुस् अलिकति। तपाईले यसरी त पार्टी चल्दैन त। मेरो नामको फेक आईडी सम्म बनाएर चाहिँ भ्रामक लेखहरू लेख्ने कामसम्म गरिरहेको छ। ल हेर्नुस् त, मेरो फोटो प्रयोग गरिएको छ, मेरो नाम प्रयोग गरेको छ, अनि फेसबुक आईडी खोलेर तथा नाम गाली गरिरहेको छ, जे पाए त्यही लेखिरहेको छ। कति हदसम्म गिर्न सकेको के। को सपोर्टर हो को विरोधी हो सम्म चिन्न नसक्ने कार्यकर्ता राखेर हर्क साम्पाङले पार्टी कसरी चलाउनु होला। म त अझै पनि उहाँको शुभचिन्तक हुँ के। यो तरिकाले कसरी पार्टी चल्छ ल भन्नुहोस् त। मैले के गलत बोलेको थिएँ के। सबैजनालाई समेटेर लानुहोस्, त्यसो हुँदाखेरि राष्ट्रिय पार्टी हुन्छ पो भनेको थिएँ त होइन र। आमाम कमेन्टहरू है, यहाँ इनबक्समा त्यस्तो अश्लील शब्दको गाली त कति हो कति। कार्यकर्ता मात्र होइन, केन्द्रीय लेभलको नेताहरू हो, केन्द्रीय सदस्य भन्छ, त्यस्तो अश्लील शब्दमा कमेन्ट त स्ट्याटस कति हो कति। केन्द्रीय नेताहरूको ताल यस्तो छ। म चाहिँ खासै साथीहरूले राजनीति गरी खान्छ जस्तो चाहिँ लागेन। ल मेरो सुझाव यति नै हो, राम्रो गर्नुहोस्, शुभकामना छ तपाईहरूलाई। फेरि पनि भन्छु, म तपाईहरूको विरोधी होइन, शुभचिन्तक हुँ, समर्थक हुँ, तर गलत गर्नुहुन्छ भने त्यसको आलोचना पनि गर्ने खालके समर्थक हुँ है। त्यो जय जयकार गर्ने खालके चाहिँ होइन। मैले सुरुदेखि नै भन्दै आएको छु। लौ त गरी खानुहोस् ल। यसरी नै गाली गर्नुहोस् विपक्षीहरूलाई है, मुख छाड्नुहोस् अश्लील शब्दमा, फेक आईडी बनाएर चाहिँ जे पाए त्यही लेखिदिनुहोस्। तपाईहरूलाई शुभकामना, तपाईहरु राम्रो होस्। धन्यवाद।